प्रदेशमा दिगो विकास, हरियाली संरक्षण र वातावरणीय लागि विनम्र उहाँहरू यो अर्थमा निकै भाग्यमानी हुनुहुन्छ भन्छु म। हुन त यो शब्द मैले भनिराख्दा त्यो शब्दको लायक छु या छैन मलाई थाहा छैन, तर हाम्रो जुन एसियन वर्ल्ड रेकर्ड र इन्टरनेसनल बुक अफ रेकर्ड जुन चाहिँ नेपालमा हरेक देशका नानी बाबुहरूले आफ्नो झन्डा प्रतिको चाहिँ सम्मान स्वरूप यो चाहिँ रे फाउन्डेसनले चाहिँ नेपाल, इन्डिया, मलेसिया र पपुवा न्यू गिनीका नानी बाबुहरूलाई चाहिँ नेसनल फ्ल्याग कलरिङको जुन प्रोग्राम अर्गनाइज गर्नुभयो र नेपालमा पनि हामीले उहाँसँग अनुरोध गरेर चाहिँ यो कार्यक्रम हाम्रो नेपालका नानी बाबुहरूलाई पनि जोड्नुपर्छ भनेर मैले रिक्वेस्ट गरेँ र उहाँले यो प्रोग्रामलाई चाहिँ हाम्रो सार्क फाउन्डेसन र सँगसँगै बाल विकासलाई पनि उहाँले जोड्नुभयो र सार्क फाउन्डेसनलाई म विशेष धन्यवाद भन्न चाहन्छु, किनकि हाम्रो बाल विकासलाई पनि उहाँहरू सँगसँगै जोडिदिनु भएकोमा। र साँच्चीकै मलाई लाग्छ हाम्रा नानी बाबुहरूलाई हामीले धेरै कुराहरू सिकाउँछौँ र हामीले आफ्नो देशप्रतिको एउटा जिम्मेवारी उहाँहरूलाई चाहिँ संस्कारको कुराले किन नहोस् अथवा अतिरिक्त थुप्रै शिक्षाले किन नहोस्, आफ्नो राष्ट्रप्रति चाहिँ जिम्मेवार हुनको लागि हामीले गरिरहेको र हामीले अवलम्बन गरिरहेका थुप्रै चाहिँ हाम्रा त्यस्ता उद्देश्यहरू र त्यस्ता चाहिँ एउटा गर्व गर्न लायक कामहरू हाम्रा नानी बाबुहरूलाई हामीले सिकाइरहेका हुन्छौँ र सँगसँगै हाम्रा साना नानीहरूलाई र सानैबाट हामीले राष्ट्रप्रतिको चाहिँ एउटा सम्मान र झन्डाको महत्त्वको विषयमा उहाँहरूले जुन कलरिङ गरेर चाहिँ विश्व सामु चाहिँ उहाँले प्रस्तुत गर्नुभयो र विभिन्न चाहिँ हाम्रो माध्यमबाट हामीले यो सबै प्रोग्राम स्कुलमा चाहिँ इन्डिभिजुअल प्रोग्राम गरेर चाहिँ भिडियो मार्फत हामीले चाहिँ पठाएका थियौँ र उहाँहरूले चाहिँ यसलाई हेरेर हजारौँ स्कुलहरू, नेपालमा हजारौँ स्कुलहरू हुनुहुन्छ र हजारौँ स्कुलमध्येमा 15वटा स्कुल सहभागी हुन पाउने भन्ने चाहिँ उहाँहरूको चाहिँ जुन क्राइटेरिया थियो र हामीले 15वटा स्कुललाई चाहिँ हामीले सहभागी गरायौँ र जसमा 9वटा स्कुलमा चाहिँ ग्रान्ड भएर चाहिँ आएको छ र पक्कै पनि हामी 9वटा स्कुलका हामी फाउन्डर, प्रिन्सिपल हामी जति पनि यहाँ उपस्थित भइरहेका छौँ र मलाई लाग्छ यो गर्वको महसुस र यो ऐतिहासिक क्षण र पक्कै पनि हामी हाम्रो स्कुललाई मात्रै धन्यवाद भनेर पुग्छ जस्तो लाग्दैन र हामीलाई यो अवसर जुटाइदिनु हुने हाम्रो कौशल कुमार सर र त्यसै गरी हाम्रो डाक्टर लक्ष्मण बस्नेतलाई हामीले एकपटक ताली बजाएर उहाँहरूलाई सम्मान गर्नुपर्छ जस्तो लाग्छ, किनभने हामीले हाम्रो नानी बाबुहरूलाई यो झन्डा गराउँदै गर्दा हामीले यो मार्चको चाहिँ 7 मार्च 7 यो प्रोग्राम गर्नु आफ्ना भनाइहरू राख्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज यहाँ उपस्थित भएर बोल्दै गर्दाखेरि अब यो मलाई धेरै विषयवस्तुको बारेमा ज्ञान नहुँदै गर्दाखेरि पनि मलाई के लाग्छ भने एउटा यो इन्टरनेसनल टाइपको एउटा प्रोग्राम भएको छ र बच्चाहरूलाई हामीले यसमा एटेन्ड गराएका छौँ र यसमा वर्ल्ड रेकर्ड टाइपको भनौँ न, अब यसमा एसियन वर्ल्ड रेकर्ड र इन्टरनेसनल बुक अफ वर्ल्ड रेकर्ड्स भनेर यहाँ रेकर्डको कुराहरू गर्नु भएको छ। त्यसमा जो जो सहभागी हुनुभयो, जो जो पुरस्कृत हुनुभयो, जो जो सम्मानित हुनुभयो, यहाँ सबैलाई धेरै धेरै बधाई पनि दिन चाहन्छु। र यस्ता कार्यक्रमहरूले बच्चाहरूलाई आफ्नो देशप्रति, आफ्नो समुदायप्रति, आफ्नो मातृभूमिप्रति एउटा सम्मान जगाउनेदेखि लिएर लगाव जगाउनेदेखि लिएर वास्तविकता के हो भन्ने कुराहरूका बारेमा पनि धेरै ज्ञान दिन्छ भने विभिन्न देशहरूमा पनि के भइराखेका छन् भनेर एउटा र अर्को देशबीच
एउटा सम्बन्धहरू पनि कायम गराउँछ र बच्चाहरूलाई एउटा इनोभेटिभ टाइपको आइडियाजहरू जेनेरेट गराएर नयाँ के गर्न सकिन्छ, अरूभन्दा फरक के गर्न सकिन्छ र विशेष के गर्न सकिन्छ भन्ने कुराहरू पनि मलाई यहाँबाट प्राप्त हुन्छ जस्तो मलाई लागेको छ। आज समाज अलिकति स्वार्थतिर लागिराखेको बेलामा अहिलेको समाजमा हेर्ने हो भने सबैभन्दा पहिला म भन्ने सोचबाट आउँछ। एउटा व्यक्तिले आफूलाई सोध्छ, त्यसपछि नेक्स्ट सोच्न पर्यो भने परिवार सोध्छ, त्यसपछि बल्ल समुदाय सोध्छ, त्यसपछि बल्ल देश सोध्छ, त्यसपछि बल्ल मानवता सोध्छ। अब यसलाई ठिक उल्टाएर हामीले लानुपर्नेछ। सबैभन्दा ठुलो फर्स्टमा सोच्न पर्ने हो भनेको मानवता हो, त्यसपछि देश हो, त्यसपछि समुदाय हो, त्यसपछि परिवार हो, त्यसपछि बल्ल व्यक्ति हो। यो चिजबाट हामीले बिस्तारै हामीले देशलाई सम्मान गर्न जुन सिकाएका छौँ, योबाट विभिन्न पाठहरू सिकेर हामीले ती चिजहरूलाई पनि बच्चाहरूमा ज्ञान दिँदै गयो भने भोलिका पिँढीमा जुन एकदमै सेल्फ सेन्टर भएर अहिलेका बच्चाहरू हुर्किराखेका छन्, तिनीहरूलाई देशको बारेमा, समुदायको बारेमा र मानवताको बारेमा पनि धेरै ज्ञानहरू दिन सकिन्छ। तपाईँहरूले यो मात्रै नभइकन धेरै एक्टिभिटिजहरू गर्नुभएको छ बच्चाहरूको सेक्टरमा, ज्ञान बढाउनको लागि होस् या अन्य उनीहरूलाई एक्टिभिटिजहरू बढाउनको लागि होस्। यी सबै चिजबाट मैले पनि धेरै ज्ञान नपाए पनि अलिअलि मैले त्यसमा चाहिँ इन्ट्रेस्ट लिएर हेर्ने गरेको छु। त्यस कारण तपाईँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रम तपाईँहरूलाई एवार्ड सेरोमनी भएको हुनाले तपाईँहरूलाई एवार्ड वितरण र सेलिब्रेसनको माहौल भएको हुनाले धेरै कुराहरू म गर्न चाहदिनँ। भोलि हामीले हाम्रा बच्चाहरूलाई जुन यहाँबाट इन्सपायर गराएर वर्ल्डमा हामीले काम गर्दै गयो भने एउटा रेकर्ड छ भने अन्य धेरै रेकर्डहरू हामीले राख्न सक्छौँ। यस्ता कामहरू हामी गर्दै जानको इन्सपायर गराउँदै अगाडि बढ्नको लागि अनुरोध गर्दै र त्यसको लागि म मेरो व्यक्तिगत तर्फबाट र म सम्बन्धित संस्था भनौँ न, अहिले त म गण्डकी प्रदेश सरकारको एउटा प्रतिनिधिको हैसियतले तपाईँहरूलाई के कस्तो सहयोग गर्नु पर्दछ त्यसको लागि पूर्ण रूपमा तयार छु भन्दै र यो आयोजकलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै। अथवा रेडियो सुनेर समाचार बुझ्ने जमाना थियो, त्यसपछि दोस्रो जेनेरेसन आयो जसले इन्टरनेसनली प्राय गरिकन युरोपियन मुलुकहरूले मन्टेसोरी नामक संस्थाबाट चाहिँ यो चिजहरू यसरी सुनाएको भन्दा पनि देखाउनुपर्छ र अझै छिटो बाबु नानीहरूले बुझ्छन् भनेर विभिन्न किसिमका स्टोरीहरूलाई चाहिँ टिभीमा देखाएर होइन, मोटुपत्तु देखाउने, गाडी घोडाहरू देखाउने, त्यसमा स्टोरीहरू डेभलप गराउने, बाबु नानीहरूलाई अलिक छिटो एट्याचमेन्ट गराएर देखाउने भन्ने कुराहरू रह्यो। तर अहिलेको जेनेरेसन कस्तो छ भने रेडियो पनि सुन्दैन, टिभी पनि हेर्दैन, गेम खेल्ने जेनेरेसन हो यो भनेको होइन। उनीहरू किन गेम खेल्छन् भन्दा त्यहाँ उसले आफूलाई इन्भल्भमेन्ट देख्छ, त्यो गेमभित्र आफूलाई देख्ने बित्तिकै उसलाई इन्ट्रेस्ट जाग्छ र त्यसमा बढी ऊ चाहिँ क्युरियस भएर सिक्ने प्रयास गरिहाल्यो त्यो। त्यसो भने हाम्रो एकाडेमिक जुन मेथोडोलोजी छ त्यो चाहिँ हामीले अब रेडियो सुनाउने तरिकाले पढाएर पनि हाम्रो बाबु नानीहरू बुझ्दैन, टिभी देखाएर पनि हुने रहेछ, इन्भल्भमेन्ट चाहिने रहेछ। त्यसको लागि चाहिँ एक्टिभिटिज बेस्ड कोर्स चाहिँ हामीले जनरलाइज गर्न खोजेको नेपालमा। त्यसैको एउटा नमुना हो यो इन्भल्भमेन्ट बाबु नानीहरूलाई झन्डामा लिएर आएको। एउटा यसको आफ्नै महत्त्व छ, झन्डाको सरल अघि भनिहाल्नुभयो र मैले यसको चाहिँ अझै त्यसको डेप्थमा अलिकति लग्न खोजेको। वास्तवमा इन्भल्भमेन्ट हुने बित्तिकै त्यहाँ लर्निङ डिजाइन हुन्छ अहिलेको जेनेरेसनलाई भन्ने हेतुले हामीले थ्रु आउट सरोवरसँग फेरि अर्को चोटिको विभिन्न चरणहरूमा यदि भेटघाट अझै फेरि यस्तो अवसर जुटियो भने डेफिनेटली यो इन्टिग्रेटेड अथवा यो एकाडेमिक बेस्ड करिकुलम कसरी डिजाइन हुन्छ र यो सम्भव छ त यो बाबु नानीहरूलाई त्योबाट सिकाउनलाई भन्ने कुराहरूमा विशेष गरिकन गहन तरिकाले यसमा चाहिँ अझै हामी बस्नु यदि अवसर जुट्यो भने यसमा हामी छलफल गर्नेछौँ। र अहिले हाम्रो मोटिभ नै त्यो हो कि बाबु नानीहरूलाई इन्भल्भमेन्ट गराइयो भने मात्रै अब अहिलेको बाबु नानीहरूले सिक्न सक्छन्, होइन भने हामीले कथावाचकको तरिकाले गरियो भने अहिलेको जेनेरेसनले युट्युब हेर्नै छोडिसक्यो। तपाईँ हामीलाई पनि बोरिङ लागिरहेको छ, 3 महिनाको के अरे 3 घन्टाको फिल्म हामी हेर्दैनौँ, 1 मिनटको टिकटकले इन्टरटेन गर्ने जमानामा हामीले चाहिँ क्लासमा 45 मिनट चाहिँ कसैलाई सिकाउन थाल्यौँ भने अनि त्यो सिकिँदैन। त्यसो भए हुनाले यो एक्टिभिटिज बेस्ड कोर्स एकदमै इम्पोर्टेन्स